हाई एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म यहाँ हजुरहरूसँग पनिर रोलको रेसिपी लिएर आएको छु। प्लिज मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो मन परेमा लाइक कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला। सबैभन्दा सुरुमा मैले सब्जीलाई यहाँ धोएर राखेँ। त्यसपछि गाजर, बन्दाकोपी, क्याप्सिकम, प्याज, टमाटर सबै कुरालाई चप गरेर राखेँ। हजुरहरूलाई यसमा कुनै अरू सब्जीहरू एड गर्न मन लाग्छ भने एड गर्न सक्नुहुन्छ आफ्नो स्वाद अनुसार। यदि ननभेज खान मन लाग्यो ननभेज पनि एड गर्न सक्नुहुन्छ। मैले चाहिँ आज पनिर रोल बनाउन गएको छु, त्यही भएर भेज मात्रै छ, भेज आइटम मात्रै। त्यसपछि हामी सबैभन्दा सुरुमा त्यसपछि आटाको रोटीको लागि आटा रेडी गर्छौँ। आटा मैले चाहिँ हजुरहरू मैदाको पनि बनाउन सक्नुहुन्छ, मैले चाहिँ आटाको बनाएँ। आटामा थोरै चिनी, नुन, हल्का तेल, त्यसपछि ज्वानो, जिरा सबै कुरा हालेर मजाले मुस्ने, नर्मल रोटी पकाउनु जस्तो गरेर मुस्ने, डो तयार पार्ने। यहाँ एउटा कराईमा थोरै तेल राखेर पनिरलाई रोस्ट गरेँ। त्यसपछि पनिर रोस्ट गरेर निकालेर त्यही तेलमा अलिकति मेथी, ज्वानो, जिरा, थोरै बेसार हालेर सब्जीलाई हाफ पकाएँ सबै सब्जीहरूलाई। पछि त्यसमा थोरै स्वाद अनुसार नुन अनि अजिना, थोरै मसला, जिरा धनियाँ मसला राखेर एकछिन 2 मिनट जति पकाएँ। त्यसपछि त्यसलाई एउटा प्लेटमा निकालेँ। म यहाँ रोटी पकाउन गइरहेको छु। रोटी हामी नर्मल जसरी सधैँ अरू नर्मल सुक्खा रोटी पकाउँछौँ त्यसरी नै पकाउने, यसमा अरू केही छैन, सजिलो छ। सबै रोटी पाकेपछि फेरि मैले त्यसलाई घिउ हालेर हल्का सेकेँ। त्यसपछि अब हामी रोल बनाउन सुरु गर्दैछौँ। पहिला चाहिँ रोटीलाई लिएँ नि, त्यसपछि त्यसमा माया दल्ने सुरुमा, त्यसपछि फेरि केचप अनि अघि पकाएको सबै सब्जीहरू पनि एड गर्ने त्यसमा। त्यसपछि फेरि माथिबाट हजुरलाई अझै खान मन लाग्छ केचपहरू भने अझै एड गर्न सक्नुभयो, त्यसमा अचारहरू युज गर्न पनि सक्नुहुन्छ। त्यसपछि यो मायो चाहिँ मैले घरमै बनाएको, हजुरहरूलाई रेसिपी चाहिन्छ भने कमेन्ट गर्नुहोला। हजुरहरू बजारबाट ल्याएर पनि खान सक्नुहुन्छ मायो। सबै कुरा हालिसकेपछि त्यसलाई एउटा पेपरले ऱ्याप गरिदिने अनि हाम्रो मिठो भेज पनिर रोल रेडी भएको छ। तपाईहरुलाई मेरो रेसिपी कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला अनि हजुरहरू पनि घरमा ट्राई गर्नुहोला। ट्राई गरेर खाएर मलाई भन्नुहोला कस्तो लाग्यो हजुरलाई मेरो यो रेसिपी। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। मेरो भिडियो मन परेमा लाइक गरिदिनु होला, शेयर गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। हजुरहरूलाई केही प्रतिक्रिया दिनु छ भने कमेन्ट गरिदिनु होला।